मलाई 9 महिना कोखमा राखी जन्मै फाली जानेलाई बरु मारेको भए हुन्थ्यो मेरो आत्माले शान्ति पाउँथ्यो फलनाको छोरा बर्खैमा मर्यो भन्थ्यो आमा आमा आहा आमा आमा नै भगवान भन्छन् आमा नै देवी रे जन्मै फाली जानेलाई अब मैले के भन्नु रे आमा नै भगवान भन्छन् आमा नै देवी रे जन्मै फाली जानेलाई अब मैले के भन्नु रे ए आमा किन तिमीले यस्तो हो गर्यो आफ्नो सन्तान भन्दा पनि पराई पुरुष